देख्छु त ल अब हामी चाहिँ एकदमै मन्दिर हिँड्नलाई तयारी हुँदैछौँ। पानी परेर अहिले पाउपासीबाट जान आँटेको भिजेछ कि पानी परेर रोकेर चिसो भयो अनि पुस्तै हेर्छौँ ल हामी अब हिँड्न लागेको। सपन टन्नै फुल छ होइन, टन्नै लिएर जाऊँ न देवी भगवतीलाई खुसी बनाउनलाई। पहेँलो रातो हरियो त्यो चाहिँ भेटिन्छ। ल हामी चाहिँ निस्केको है त अब पाथिभरा दर्शनको लागि। म चढेँ है जय पाथिभरा माता रक्षा गरौँ। पाथिभरा माता रक्षा गर्नु होला। हामी आउँदैछौँ दर्शन गर्नलाई। बनाइदिएको रहेछ नि यहाँ पनि अहिले। यहाँ राखौँ ल माथि। पानी परेर बिहान मान्छे आउनु नपाएर होला नि अहिले। कति राम्रो है, कति धेरै नि यहाँ त। दर्शन गरौँ भने हामीले चाहिँ यति बेला पूजा गरिसकेको छौँ। पूजा गरेर बाहिर निस्केको छौँ। पूजा गरेको सबै भिडियो चाहिँ खिचिएन किनभने पूजा गर्दाखेरि पूजामा ध्यान हुन्छ नि त। अनि पूजा गरेको बेला चाहिँ फोटो भिडियो चाहिँ खिच्न मन लाग्दैन मलाई चाहिँ। अनि हामी चाहिँ पहिले पूजा गरिसक्छौँ अनि पूजा गरिसकेर मात्रै बढी अनि लिन्छौँ फोटोहरू। अनि पूजा गरेको बेला चाहिँ कुरो पूजा गर्ने एकदमै ध्यान मग्न भएर त्यस पछाडि पूजा गरिसके पछाडि अब यहाँ गुरुलाई बोलाएर अनि टिका ग्रहण गर्ने भनेको। गुरुको कता जानु होला बस्ने द्वार हुनेछ। यहाँदेखि जाँदाखेरि यतापट्टिबाट यहाँ गणेश भगवान्को पूजा गर्नु थाले। समुद्र पसेपछि त्यहाँबाट भगवान्लाई पूजा गर्दै गर्दै पाउ पाथिभरा पाउछौँ। सबै पूजा गरिसकेर हामी चाहिँ निस्क्यौँ। अब यहाँ गुरुलाई टिका लगाइमाग्छौँ अनि त्यस पछाडि हामी त्यहाँबाट बिदा हुन्छौँ। पाथिभरा माताको शक्ति एकदमै बलवान लाग्छ क्या मलाई चाहिँ। एकदमै विश्वास लाग्छ पाथिभरा मातासँग। त्यही भएर सालमा एकचोटि भए पनि हामी चाहिँ दर्शन गर्न आउँछौँ कि एकदमै राम्रो लाग्छ। राम्रो लाग्छ भन्दा पनि विश्वास लाग्छ। आस्था आफ्नो आफ्नो हो, मान्ने नमान्ने आफ्नो आफ्नो हो होइन सबैजनाको। तर पनि एकदमै भर लाग्छ, विश्वास लाग्छ। जो अब साक्षात् देवी पाथिभरा माता जस्तो लाग्छ। अनि आफूले मनले सोचेको हानेको कुरा पनि केही परिसक्दा पनि मेरो चाहिँ मनमा आउने भनेको पाथिभरा माता ए भगवान् पाथिभरा माता भन्न आउँछ क्या। जस्तो अवस्थामा आफूलाई उही दुःख पर्दा त सुख सबैमा सम्झिनुपर्छ भगवान्। तर अलिकति हामीलाई आपतमा झट्ट सम्झिने, सुखमा पनि सम्झिन्छ सम्झिन त। तर पनि धेरै झट्ट सम्झिहाल्ने चाहिँ अलिकति आपत विपद केही आइलाग्यो भने हे भगवान् भनिन्छ नि त होइन। अनि हे भगवान् पाथिभरा माता हाम्रो रक्षा गर्नुहोस् है हामीले अब भन्न आइहाल्छ क्या। अनि एकदमै राम्रो लाग्छ। अनि त्यही भएर पाथिभरा माताको दर्शन गर्न आउँछौँ हामी चाहिँ। अब आजको हाम्रो पूजा आज सकेको छौँ हामी चाहिँ। अब घर जान्छौँ हामी। ल पाथिभरा माताले सबैजनाको रक्षा गर्नुहोस्, हाम्रो पनि रक्षा गर्नुहोस्। हामीले सोचेको कुरा पुगोस्, चिताको कुरा पुगोस्, रोग नलागोस्, एकदमै शक्ति दिनुहोस् हामीलाई। जय मा पाथिभरा जय।
होइन मनिका माइत आएर मक्ख भएर चस्मा लगाएर बस्नुपर्छ बहिनीको हातमा चिया खान पर्यो जो बाँकी नानी छोर हामीले खाने पनि चिन्थ्यो र भरा बुहारी साह्रै जान्ने मनको कुरा फुपूहरूको साह्रै बुझ्ने कस्तो राम्रो फुलेको नि यो फुल यो पहिला यति वडासम्म काटेको होइन मैले माइती घरमा त बहुत राम्रो फुल फुलेको रहेछ भाइ रोज त्यस्तै होइन धेरै फुल फुलेको फोन नम्बर लाने कुरा त भएको थियो फेरि भरे त्यत्तिकै भएको है हजुर अब चाहिँ नम्बर लिएर जान्छौँ कि अनि कुटाएपछि अनि आउँछौँ अनि त्यो आफै लगेर कुटाउन जानिँदैन होला तेल अहिले त सब चोरी फलाउन सकिन्न सधैँ हामी घरकै तेल अब चोरी फलाउँथ्यौँ अहिले त मकैमा बन्द गर्नु तेल र बेसार चाहिँ साह्रै राम्रो आफ्नै खानु भन्छ नि त घरकै अब साह्रो राम्रो डाँगीबारी बजारबाट लगेको थियो क्या पोर दिदीकोबाट बेसार अनि साह्रै राम्रो बनाउनु भएको थियो अनि लिन आएको कुट्नु भएकै रहेनछ यसपाल चाहिँ यस्तै बट्टामा निकालेर दिएको यस्तै बट्टामा छ कि भन्ने यस्तैबाट दिनुभएको अनि आफै खाना राखेको बेसार पनि बट्टाबाट निकालेर दिँदै हुनुहुन्छ हामीलाई उहाँदेखि आएको भनेर अब चाहिँ नम्बर लिएर जानु पऱ्यो अनि कुटाएपछि आउनु पऱ्यो कति छ बढी 1 किलो छ त बट्टा काट्दा त बट्टा त प्लास्टिक भयो त 1 किलो भयो छोड्यो ठिकै छ त 1 किलो खाँदै गर्नुहुन्छ कि अनि बट्टा छ त बट्टा छ बिर्को छ त्यो बट्टा लिएर ठिकै हुन्छ 1 किलो बेकार होइन बेसी नै गयो भने के हुन्छ उहाँदेखि आएका चेलीबेटी होइन दाजु कति माया गर्नुभएको मैले पुरै हामीले देखेको नि यताबाट भाउजूले निकाल्दै आप चाहिँ फलेन सर पिर लाग्यो कि पुऱ्याउँदा कति धेरै आप फलेको थियो यसपाल फल्दैन छ हर्दी लिन आएको हर्दी कुटाइसक्नु भएकै रहेनछ अनि त्यही खाँदै गरेको अलिकति दिनुभयो अब त्यही लिएर जानु पर्यो नि आमामा कत्रो धेरै फलेको रहेछ यो के भन्छ यसलाई यस्तो त कस्तो खेती सब्जी खेती मकै खेती किन त किदैन होला नि चुइँदैन त्यसलाई डिक्कीमा राख्दा भइहाल्छ हर्दी हर्दी खोज्दै आएको मान्छे बारी बारी पायौँ त हामी त करेलाहरू छ न करेला घाम लागेन यो कस्तो काँक्रा हो र राता राता छ त लोकल काँक्रा यस्तो हुन्छ कस्तो मिठो हुन्छ नि आउँदा आउँदै भाउजूको सब्जी खेतीतिरै आइपुग्यौँ हामी त हल्दीवाला मान्छेहरू हर्दी लिनको आउ नभएर पो त नभए त हामी पनि किसानै हो नि यत्रो सब्जी लाउने जग्गै छैन हाम्रो अनि सुन त भनेको बोडी लाउनु भएको रहेछ काँक्रा घिरौला भैँसी सिङ्गे करेला कति धेरै सब्जी यहाँ बोडीहरू खानु अरे नि मिठो हुन्छ नि नताजी बरु धुम्की नजिक पखालेर काट्नु हो त्यसलाई पखालेर काट्नु नपाकेपछि डल्लै पखालौँ अनि पकाएको त पर्दैन ढिलो बन्ने नि अर्ग्यानिक पानी तर कलको भयो भने नगनाउँदो रहेछ नि यस्तो के रुख बिरुवाको छेउछेउमा भएको पानी गनाउनु अरे क्या
दाजु आउनु है काँक्रो खानु सबै काटिदिनु भयो घरमा फलेको भएर नि एकचोटि पकाएँ 4-5 वटा ल्याइदिएको थियो 2टा पकाएँ 2टा त्यतिकै छ यो पक्रा नि 20 रुपियाँ किलो दिन्छु घरै गराउँछु हजुर 20 रुपियाँ किलो खानु न खानु न तपाईँ पनि खानु कति कपडा काटेर टोकिहाल्यो मैले चाहिँ हेर्नु न के भयो टोकिएको खानै आउँदैन पहिला खायो नि टोकिन्छ अर्दिलिनाको यति पाइयो थोरै रहेछ डिक्कीमा हालौँ ल प्लास्टिक निकाल्नुपर्छ त्यही त चिचिने झन् शुद्ध हर्दी खानालाई लिन आएको डागीबारी पोहोर लगेको थियो क्या यहाँ दिदीहरूकोबाट राम्रो बनाउनु भएको थियो अनि लगेको थियो अनि गाउँमै गएर ल्याउन त बजारमा किनेको पनि मिस आउट हुन्छ भन्छन् के भन्छन् होइन अनि हामी चाहिँ यहीँबाट ल्याऊँ भनेर आएको कुट्नु भएकै छैन अरे अनि 1-2 दिन पछाडि आउनु भन्नुभयो अनि उहाँहरूले पोहोर बनाएको रहेछ क्या यति खानालाई अनि यही लगेर खाँदै गर्नु न त भनेर नि दिनुभयो भने हिँड्दा पो राम्रो लाउने हो त होइन बुवा काम गर्दा त यस्तै हो काम गर्ने मान्छे यो किन बुवा सुकेपछि चाहिँ सुक्खा छोडाउँदाखेरि यो हुन्छ साह्रो हुन्छ भन्दा खोले खाँचो भइरहेको छ कि गाईलाई अलिकति बनाएर सुकाउँ भनेर नि 1 मन जति चाहिँ सुकाएर पिलाउनु पऱ्यो गाईलाई बाउछरीका गफ त मस्तै गयो त भाइ डाँगीबारी आएको हामी चाहिँ माइत आज बुवा मकै छोडाउँदै हुनुहुँदो रहेछ अनि बुहारी कता गयो मकै बोल्ने बुहारी हो लजाउँदै मकै बोल्दै बुहालीमै बसेर हामी चाहिँ मकै छोडाउँदै मकै पोल्दै मकै खानु पर्छ यी अगाडिका मकै सुकिसकेको अनि फेरि पाकेको मकै रहेछ उहाँ पोल्दैछौँ अब उनलाई देखाउँदै लुकिहाल्छु यस्तो काँचो चाहिँ साँताले छोड्दै यसले छोड्दै साँताले छोडिँदैन भयो टाँसिन्छ नि सुकेपछि त हाते साँचाले छोडाउँछ सजिलो हुन्छ अनि यो सबै साँचैले छोडाउनु नि बुवा नछोडाउने हातैले सबै अलिकति मात्रै त्यो मकै पोल्ने मान्छे त्यस्तै हुन्छ नि बस यो उमेरमा साथीभाइ बनाएर मकै छोडाउने हाम्रो बुवा कम्ती डेन्जर हुनुहुन्थ्यो पहिला उमेरमा होइन बुवा नहाल्नु भाउजू किन के हुन्छ र अनि काम गर्दा यस्तै हो नि भाउजू चाहिँ खोलेमा कतिवटा छन् भाउजू बाख्रा खसी चाहिँ कतिवटा पछि माइत आएर खसीको मासु खान पाइने भयो त तिजमा यता बोलाउनु अन्त तिजमा त्यो त हो नि पर्व त्यहाँभन्दा अगाडि बोलाएको होइन तिज तिजमा आएको होइन त कहाँ आयो बिहिबारमा खायो होइन ए बोलाएको दिन चाहिँ बिहिबारमा ए सालदाईकोमा हो त त घर धेरै छन् अनि अब सबैले एकैचोटि बोलाउनुहुन्छ दाजुभाइ सल्लाह गर्नु पर्यो होइन तलको भिख दिने तिम्रो पनि भिख दिने थियो नि एकै दिन थियो नि भयो एकै दिन थियो नि ल माथि भ्याउ है भनेर पठाएको थियो 2-3 एकै दिन पर्यो तर ठिक्क भयो तल सक्दाखेरि माथि हाम्रोमा भयो ठिकै भयो दाजुको छैन खिचेको त्यहाँ पनि थिए सिम्टा त सिम्टा लानु भन्दै थियो तिनीहरूले सिन्टे ल्याउँदा राम्रो नि फेरि उठ्ने थको फलो अनि मिलबेलाबाट पिसाइ पिसेको भ्याउँदै चाहिँ कसरी दिन्छ नि बजारमा चाहिँ हजुर पिसेको चाहिँ भएछ नखानु सबै आन्द्रामा त्यस्तै हुन्छ जस्तो थोरै सिम्टा हुन्छ त 1 किलोमा 300 रुपियाँ केजी होला सिम्टा 500 अरे त पिसाको त बिहान केटाकेटी पठायौँ अनि पाउपाती पाती भएर गयौँ ल्याउने मुसाला कुकुर होला नि
अलि हडुवाएर सक्दैन हामी चाहिँ अब घर जान लागेको यो हाम्रो घैलाडुबा बजार हामी सानो हुँदाखेरि पढेको स्कुल पनि घैलाडुबै हो यहाँ साथी चाहिँ आलु लैजाउँ भनेर छान्दै हुनुहुन्छ प्याज आलु टमाटर यति राम्रो सब्जी छ नि यतातिर गाउँतिर अलि अर्ग्यानिक पाइन्छ अरे भनेर हामीले पनि त्यतिको सब्जी लानलाई खोजिरहेको छौँ है त सबै बेच्न राखेको हुन्छ होइन खाँदै गुन्द्रुक सबै कुराहरू बेच्न राखेको हुन्छ हामी पनि यस्तो गाउँको सब्जी खानु भनेर नि अलिकति आज यता ठाउँतिर माइतघरतिर झरेका थियौँ अनि यहाँ बजारबाट अलिअलि सब्जी लिएर जानु पऱ्यो भनेर किन्न लागेको थियो नि छानिरहनु भएको छ मैले छानेको चित्त नबुझाएपछि अनि आफै छान्नु परेको हेर्छु नि म पनि कस्तो छान्दै रहेछ आउनु है घैलाडुबा बजार सबैजना सब्जी किन्नलाई एकदम सस्तो सस्तो बजार राम्रो बजार ताजा बजार सस्तो बजार हाम्रो बजार होइन बहिनी एकदम मिलाएर दिनुहुन्छ होइन साथीहरू म कम बाटो छु त सब्जी छान्ने बेलामा मैले छाने हो पैसा तिर्ने बेलामा साथीलाई छोडिदिएँ यस्ता बाठा मान्छे हुन्छ नि संसारमा खोइ सब्जी यति बेर मैले छाने अनि जब पैसा सब्जी किनिसक्ने बेलामा पैसा तिर्नुपर्छ भनेर साथीलाई सब्जी छान्न पठाएँ र म आएँ भिडियो खिच्नलाई भनेपछि म कति बाटोहरू छु होइन नै यतिको बाटो चाहिँ मान्छे हुँदैन होला लाडुबाको सब्जी लगेर चाडपर्नेमा पकाएर खाने आजको हाम्रो कार्यक्रम यहीँ समापन हुन्छ होला अब आजको भिडियो चाहिँ यहीँ हुन्छ होला सबैजनालाई धेरै धेरै माया हाम्रो भिडियोलाई सबैजनाले धेरैभन्दा धेरै माया गरिदिनु होला एकदमै साथ सपोर्ट दिनु होला ल ल आजलाई बाई बाई साथी बाई बाई थ्याङ्क्स फर वाचिङ धन्यवाद सबैजनालाई